आज विक्रम सम्वत 2082 7 महिना 28 गते आजको हाम्रो यात्रा हेटौँडादेखि खोटाङ हलेसीसम्मको यात्रा हुनेछ। जुन यहाँहरूलाई हामी हेटौँडादेखि खोटाङसम्मको यात्राको बारेमा हामी सम्पूर्ण भिडियो, जाने बाटो, त्यहाँको वातावरण प्लस त्यहाँको मन्दिरहरू समेत हामी प्रत्यक्ष रूपमा हामीलाई देखाउनेछौँ र तपाईँहरू यहाँबाट बाटोको यात्रामा हुने सम्पूर्ण विवरणसहित बाटोको अवस्था सबै कुरोको जानकारी दिँदै हामी अगाडि बढ्छौँ। अहिले हामी हेटौँडाबाट निस्क्यौँ। अब हेटौँडापछि हामी लगभग अबको 1.5-2 घन्टापछि हामी सिन्धुली पुग्छौँ। सिन्धुली पुगिसकेपछि बाँकीको कुरा अब अर्को ब्लगमा। धन्यवाद। अन्तर्गत रहेको हेटौँडाबाट चिसापानी हटिया भन्छ यस ठाउँलाई। हटिया चिसापानी हुँदै अगाडि बढिरहेका छौँ। यो देख्नुभएको मदन भण्डारी राजमार्ग रहेको छ। मदन भण्डारी राजमार्ग पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको यात्रा को लागि त्यहाँका पहाडी भेग हुँदै मदन भण्डारी राजमार्ग रहेको पाइन्छ। अब यो तपाईँले देखिरहनु भएको दृश्य हो हेटौँडा उपमहानगरपालिका 17 नम्बर रहेको यो हटिया चिसापानी भन्छ यसलाई। चिसापानी हुँदै हामी अब यहाँको यात्रालाई निरन्तरता अगाडि दिँदै हामी खोटाङ हलेसी यात्राको क्रममा अहिले चिसापानी आइपुगेका छौँ। चिसापानी हुँदै हुँदै हामी मदन भण्डारी हाइवे हुँदै हुँदै अगाडि बढ्दैछौँ। अबको केही समयपछि लगभग हामी 1 घन्टापछि हामी यस मदन भण्डारी राजमार्गको बागमती पुल, जुन सिन्धुली र मकवानपुरको सिमानामा रहेको बागमती पुल पुग्छौँ। बागमती पुल पुगिसकेपछि यहाँहरूलाई त्यहाँको अवस्था पनि, बाटोको अवस्था कस्तो रहेको छ, बाटो सहज छ कि छैन, सबै विवरण दिँदै हामी अगाडि बढ्दैछौँ। यो हामी ठ्याक्कै यो भन्नुपर्दाखेरि मदन भण्डारी राजमार्ग अन्तर्गत निजगढ काठमाडौँ द्रुतमार्ग सरकारको ऐतिहासिक परियोजना अन्तर्गत ऐतिहासिक द्रुतमार्ग काठमाडौँ हेटौँडा जोड्ने द्रुतमार्गमा आइपुगेका छौँ। जुन यो हेटौँडा भएर अगाडि बढ्दछ। हेटौँडाको सेन्ट्रल पोइन्ट पनि भनिन्छ। यहाँ तपाईँले जुन यो दृश्य देखिरहनु भएको छ यो रहेको छ हेटौँडा काठमाडौँ जोड्ने द्रुत मार्ग, जुन फास्ट ट्र्याक भनिन्छ। अहिले सरकारले उच्चतम प्राथमिकताको साथमा यसलाई अगाडि बढाइरहेको छ। नेपाली सेनाले जिम्मा लिएको यो द्रुत मार्ग अगाडि निरन्तर रूपमा अगाडि बढेको छ। लगभग यसको 70% जति काम सकियो भन्ने हालसम्मको प्रतिवेदनले पनि देखाएको छ। अब यो द्रुत मार्ग निर्माण भइसकेपछि काठमाडौँ तराईसँग अझ नजिक हुने अनुमान पनि गरिएको छ। जुन अब तराईबाट त काठमाडौँ पुग्नलाई हामीलाई करिब 1.5 घन्टादेखि 1.5 घन्टाको बिचमा हामी निजगढबाट काठमाडौँ पुग्ने आङ्कलन पनि गरिएको छ। यो नेपालको पहिलो फास्ट ट्र्याक रहेको छ द्रुत मार्ग। यसलाई सरकारले उच्चतम प्राथमिकताका साथ काम अगाडि बढाइरहेको यहाँहरूलाई जुन हामी देखाउँदैछौँ यो दृश्यमा देखिरहनु भएको यो फास्ट ट्र्याक भएर हामी अगाडि हाम्रो खोटाङ हलेसीसम्मको यात्रा अगाडि निरन्तर अगाडि बढ्दै गर्दा हामी यस जुन यसलाई हामी बागमती गाउँपालिका प्रवेश पनि गरिसकेका छौँ। अब बागमती गाउँपालिका हुँदै हामी अगाडि बढ्ने क्रममा अहिले हामी जुरेली भन्ने ठाउँमा आइपुगेका छौँ। जुन बागमती गाउँपालिकाको छतिवन भन्ने ठाउँ लगभग त्यसकै आसपासमा रहेको छ। अब यो ओह्रालो हुँदै हामी बाटो एकदम सहज छ, कालो पत्रेर गरिएको छ। बाटो दिन घमाइलो दिन रहेको छ। कार्तिकको महिना दिन घमाइलो छ। अब यसरी भन्दा हामी ठ्याक्कै बागमती पुल आइपुगेका छौँ। अब बागमती पुल हुँदै हामी मकवानपुर जिल्लालाई छोडेर सिन्धुली जिल्ला प्रवेश गर्दछौँ। यो जुन दृश्य देखिरहनु भएको छ यो काठमाडौँबाट बगेर आएकी बागमती नदी रहेको छ। यो बागमती नदी नै मकवानपुर जिल्ला र सिन्धुली जिल्लाको सिमानालाई छुट्याएको छ। पारी देखिरहनु भएको सिन्धुली जिल्ला रहेको छ। वारी जुन हामी अहिले हिँडिरहेका छौँ त्यो मकवानपुर जिल्ला रहेको छ। यहाँनिर बाटो अलिकता कच्ची रहेको छ। अब हामी यो लगभग यो मदन भण्डारी राजमार्ग पूर्ण रूपमा सञ्चालन नसकेको अवस्था पनि छ। किनभने यहाँबाट ठाउँमा कतिपय ठाउँहरूमा बाटोको अवस्था अलिक असहज हुनाले हो कि अब के भएर हो त्यो चाहिँ राम्रोसँग बुझ्न सकिएका छैनौँ। अब हामी बागमती पुल हुँदै यहाँहरूले जुन दृश्य देखिरहनु भएको छ हामी अगाडि रहेको छ बागमती नदीमाथि रहेको पुल, जुन मकवानपुर जिल्ला र सिन्धुली जिल्लालाई छुट्याउँछ। पारी सिन्धुली जिल्ला रहेको छ, वारी मकवानपुर जिल्ला रहेको छ। यहाँ बागमती नदी बगिरहेकी छिन्। दिन घमाइलो छ। कार्तिकको महिना काम रमाइलोसँग लागेको अवस्था छ। टाढासम्म दृश्य अत्यन्त मनमोहक दृश्य रहेको छ। बादल उठिरहेका छन्, पहाड चुचुराहरू आनन्दित बनेको छ।
अहिले हाम्रो हेटौँडादेखिको खोटाङसम्मको यात्रामा करिब हामी 1 घन्टाको यात्रामा यो बागमती नदीमाथि रहेको पुलमा आइपुगेका छौँ। अब करिब हामी हेटौँडा छोडेको पनि 1 घन्टा भयो। 1 घन्टामा हामी यो मदन भण्डारी राजमार्ग जुन यहाँहरूले देखिरहनु भएको छ, यो अब हामी लगभग मकवानपुर जिल्ला छोडेर सिन्धुली जिल्ला प्रवेश गर्दैछौँ। अनि सिन्धुली जिल्ला हुँदै हामी सिन्धुलीगढी हुँदै खोटाङसम्मको यात्रामा अगाडि बढ्दैछौँ। बाटाका रमाइला दृश्यहरूको साथमा हामी तपाईँहरूकै साथमा छौँ। अगाडि बढ्दै जाउँ, अगाडि हिँड्दै जाउँ। खोटाङसम्मको यात्रा हाम्रो आजको लागि कस्तो हुन्छ र हेरेर साथ सहयोग गरिदिनु होला। केही कमी कमजोरी भएमा बोलाइदिनु होला। अनि कमेन्ट, सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। हस्, धन्यवाद। फेरि भेटिन्छौँ। अहिले हामी सिन्धुली जिल्ला प्रवेश गरिसकेपछि सिन्धुलीका कतिपय दृश्यहरू हामीले देखाउन सकेका छैनौँ। अब यसो भन्दै हामी सिन्धुली जिल्लालाई को पनि हामी मरिन गाउँपालिका आइपुगेका छौँ। मरिन भन्ने ठाउँमा आइपुगेका छौँ, जुन मरिन डाइभर्सन पनि यही ठाउँमा रहेको छ। जुन मरिन डाइभर्सन सुनकोशी नदीको पानी यता मरिन खोलामा डाइभर्सन मार्फत मरिन खोलामा झारेर नेपालका तराईका भेगहरूलाई सिँचाइ गर्नको लागि सरकारले निर्माण गरिरहेको यो मरिन डाइभर्सन जुन हजुरहरूले दृश्यमा देखिरहनु भएको छ, मरिन डाइभर्सन रहेको छ। यो पनि सरकारको उच्चतम प्राथमिकताको आधारमा काम भइरहेको छ। यसको पनि सुरुङ मार्गको काम लगभग सकिएको छ। अब उतापट्टि सुनकोशी नदीमा चाहिँ ड्याम बनाउने कार्य योजना थालिएको जस्तो लागेको छ। त्यसो राम्रोसँग बुझिएको छैन। अब त्यहाँ ड्याम बनिसकेपछि चाहिँ त्यो यहाँ सुनकोशी नदीको पानी मरिन डाइभर्सन हुँदै यहाँ मरिन खोलामा झारिन्छ र मरिन खोलाबाट अनि नेपालका तराईका जिल्लाहरूलाई पूर्ण रूपमा सिँचाइको लागि अब आकाशे पानीको भर नपर्ने अवस्था पनि रहेको छ। अब मरिन डाइभर्सन हुँदै हामी अगाडि बढिरहेका छौँ। अब यो सिन्धुली नदीमाथि सिन्धुलीमा रहेको मरिन डाइभर्सनको बाटो हुँदै हामी लगभग अब यहाँबाट हामी 11 किलोमिटरको दूरीमा रहेको छ सिन्धुली बजार, जुन ऐतिहासिक बजार रहेको छ। सिन्धुली बजार हुँदै अब हामी मदन भण्डारी राजमार्गलाई नै सिन्धुली बजारबाट छोड्छौँ र अनि त्यसपछि हामी बीपी हाइवे हुँदै हाम्रो खोटाङ हलिसी यात्रालाई अगाडि बढाउँछौँ। जुन बीपी हाइवे हुँदै हामी सिन्धुलीगढी खुरकोटसम्मको यात्रा बीपी हाइवे अन्तर्गत गर्छौँ। अनि बीपी हाइवेलाई पनि छोडेर अनि हामी जहाँसम्म लाग्छ मलाई सगरमाथा हाइवे हो कि कुन चाहिँ हो त्यो मलाई त्यति राम्रोसँग ज्ञान भएन। त्यहाँ पुगेपछि अवश्य थाहा होला। अनि त्यसपछि हामी त्यहाँ अगाडि बढ्छौँ। अगाडि बढिसकेपछि यो रहेको छ सिन्धुलीको अत्यन्त मनमोहक दृश्य। अगाडि हरिया वन जङ्गल, यहाँ काम गर्ने मान्छेहरू पनि काम गरिरहेका छन्। आफ्नो दिनचर्याहरू यसरी नै बिताइरहेका छन्। दिन रमाइलो छ। हेर्नुहोस्, बादल पनि कति माथि उठेको छ। घाम चकिलो लागेको छ। दिन अत्यन्त रमाइलो छ। हाम्रो यात्रा यसै गरी निरन्तर अगाडि बढिरहेको छ, जसले गर्दा यात्रा गर्न झन् ऊर्जा शक्ति प्रदान भएको छ। बाटो सहज छ। सबैतिर कालो पत्रे गरिएको छ। अप्ठ्यारो महसुस कहीँ गरिएको छैन। यात्रा सहज रूपमा अगाडि बढिरहेको छ। रमाइलो रहेको छ। हेर्नुहोस्, सिन्धुलीको दृश्यहरू कति हरिया फाँटहरू रहेका छन्। धान काट्ने अवस्था, धान काटेर सकिएको अवस्था छ कतिपय ठाउँमा धान काट्ने बेला चलिरहेको छ। सिन्धुली जिल्ला पनि तरकारीको लागि प्रसिद्ध रहेको छ। हामी यहाँ पानीको विश्राम गर्दैछौँ। हामी चाहिँ यहाँ पानी विश्राममा बसिसकेका छौँ। कृष्ण दाइले अब मुखसुख धोएर फ्रेस भइसक्नु भयो। अब मेरो पालो। एकैछिनको पानी विश्राम पछाडि हामी अगाडि बढ्यौँ। अगाडि बढ्दै यो दृश्य देखिरहनु भएको छ। सिन्धुली बजार रहेको छ। यो पुरानो बजार जुन मदन भण्डारी हाइवे अन्तर्गत पर्छ। सिन्धुलीको अहिलेको हालको बजार चाहिँ सडक हाइवे भन्दा केही भित्र रहेको छ। तलपट्टि यो देखिरहनु भएको छ सिन्धुलीको बस पार्क रहेको छ। यहाँ सिन्धुली बस पार्क हुँदै हामी मदन भण्डारी हाइवेबाट अगाडि बढिरहेका छौँ। हाम्रो देब्रेपट्टि रहेको छ सिन्धुली बस पार्क, दाहिनेपट्टि रहेको छ सिन्धुलीका बजारहरू। अब हामी बिस्तारै मदन भण्डारी राजमार्गलाई यहीँ बिट मार्छौँ र अब हामी बीपी हाइवे जुन दायाँपट्टि जानुभयो भने हामी मदन भण्डारी राजमार्ग भएर भिमान, दुधौली, उदयपुर, कटारी हुँदै हामी इटहरी निस्किन्छौँ भने दाहिनेपट्टि बीपी हाइवे रहेको छ। अब बीपी हाइवे हुँदै हामी अगाडि बढ्छौँ। जहाँबाट हामी अगाडि बढ्दै जाँदाखेरि सेल्फी डाँडा हुँदै सिन्धुलीगढी हुँदै अनि तल खुरकोटसम्म पुग्छौँ।
यो देखिरहनु भएको छ पार्क रहेको छ, सिन्धुली मेन बजार रहेको छ। यहाँ सिन्धुली बजार ऐतिहासिक बजार छन्, जुन सिन्धुली तराईबाट माथि पहाडमा रहेको बजार रहेको छ, जुन सिन्धुली ऐतिहासिक सहर पनि रहेको छ, जुन नेपाल र अङ्ग्रेज बीचको युद्ध कालकोमा पनि प्रसिद्ध रहेको यो सिन्धुली जिल्ला अत्यन्त ऐतिहासिक जिल्ला रहेको छ। यहाँ रहेको गढी मठ मन्दिरहरूले पनि सिन्धुलीलाई अझ उचाइमा पुर्याएको छ नेपालको। यो जुन दृश्य देखिरहनु भएको छ यो रहेको छ सेल्फी डाँडा। यहाँबाट सिन्धुली बजार पूर्ण रूपमा दृश्य अवलोकन गर्न सकिन्छ। यसलाई भ्यू पोइन्ट पनि भनिन्छ। प्रत्यक्ष रूपमा सम्पूर्ण दृश्यहरू सिन्धुलीको दृश्यहरू यस डाँडाबाट देखिने भएकोले योलाई गढी डाँडा पनि भनिन्छ। हामी चाहिँ प्रायः सेल्फी डाँडा भन्छौँ। यसको वास्तविक नाम चाहिँ के हो त्यो थाहा नै छैन, तर यसलाई विशेष गरी हामी सेल्फी डाँडा भनेरै चिनिन्छ। बाटो हेर्नुहोस् कति घुमाउरो छ, मनमोहक दृश्यहरू रहेको छ। यहाँनिर बाटोको अवस्था एकदम सहज रहेको छ, सबैतिर कालोपत्रे गरेको छ। यो बीपी हाइवे जापान सरकारको सहयोगमा निर्माण भएको नेपालको ऐतिहासिक बाटो रहेको छ। यसको डिजाइनिङ सबै जापानिज प्रविधि मार्फत भएको हुनाले हालसम्म पनि यो बाटो यस्तो पहाडी क्षेत्रमा अत्यन्त बलियोसँग निर्माण गरिएको छ। यहाँ निर्माण गरेका सामग्रीहरू पनि अत्यन्त बलिया रहेका छन्, जसले गर्दा बाटोलाई हालसम्म पनि कुनै बाधा अवरोध नपुर्याइकन सहज रूपमा अगाडि बढिरहेको छ। यो हामी लगभग अब हामी यो सिन्धुलीको यो बाटो अत्यन्त मनमोहक छ। हेर्नुहोस् तराई भन्दा माथि र अब हामी एकैछिन गफ गर्दा गर्दै ठ्याक्कै हामी सिन्धुलीगढी प्रवेशद्वार पनि आइपुगेका छौँ। सिन्धुलीगढी प्रवेशद्वार यहाँबाट सिन्धुलीगढी पुग्न सकिन्छ। सिन्धुलीगढी जुन ऐतिहासिक गढी रहेको छ, नेपाल र अङ्ग्रेज युद्धको बेलामा प्रसिद्ध रहेको सिन्धुलीगढी। अब यहाँबाट मनमोहक दृश्य अगाडि हिमाल देखिरहेको छ। सिन्धुलीबाट कति दिन रमाइलो छ। हिमालको दृश्यहरू पहाडी क्षेत्रबाट हिमालको दृश्य अत्यन्त मनमोहक दृश्य हुँदै हुँदै हामी अगाडि बढिरहेका छौँ। करिब हामीले यात्रा गरेको पनि थुप्रै भयो, लगभग 3 घन्टाको हाराहारीमा हो। 3 घन्टापछि हामी खुर्कोट बजार आइपुग्यौँ। अब खुर्कोट बजार हुँदै 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 हामी अब खुर्कोट घुर्मी सडक खण्ड अब हामीले यहाँबाट मदन भण्डारी राजमार्ग पनि छाडेर अब खुर्कोट घुर्मी सडकपट्टि हाइवे हुँदै लाग्यो। खुर्कोट घुर्मी सडक अब यहाँबाट लगभग घुर्मी पुग्नलाई हामीलाई 1 देखि 1.5 घन्टाको दूरीमा रहेको छ, जुन सुनकोशी नदीको तिरैतिर हुँदै हामी अगाडि बढ्छौँ। सुनकोशी नदीमा अगाडि बढ्दै हिँड्छौँ। यहाँ हाम्रो बायाँपट्टि रहेको छ सुनकोशी नदी बगिरहेको छन्। सुनकोशी नदी र तामाकोशी नदी मिसिएर सुनकोशी पुगेका छौँ। यति गफ गर्दा गर्दै हामी ठ्याक्कै घुर्मी आइपुगेका छौँ। घुर्मी भन्नाले यो उदयपुर जिल्लालाई छोडेर हामी ओखलढुङ्गा जिल्ला प्रवेश गर्छौँ, जुन सुनकोशी नदीमाथि बनाइएको पुल रहेको छ। यो पुल हुँदै हामी अब उदयपुर जिल्लालाई पनि छोडेर अब हामी सिद्धिचरण हाइवे समात्छौँ, जुन सिद्धिचरण हाइवे अब सुनकोशी नदी पार गरिसकेपछि ओखलढुङ्गा जिल्लामा हामी प्रवेश गऱ्यौँ। अब ओखलढुङ्गा जिल्ला हुँदै हामी हर्कपुर पुग्छौँ। हर्कपुर हुँदै हामी हिलेपानी पुग्छौँ। हिलेपानी पुगिसकेपछि त्यहाँबाट फेरि 2टा बाटो छन्, एउटा ओखलढुङ्गा जाने बाटो, एउटा खोटाङ हलेसी जाने बाटो। त्यहाँबाट हामी ओखलढुङ्गा र हलेसीलाई हामी छुटिन्छौँ। यो जुन दृश्य देखिरहेको छ यो सानो बजार हर्कपुर बजार रहेको छ, यो जुन ओखलढुङ्गा जिल्लामा पर्दछ। अब हामी ओखलढुङ्गा जिल्लामा प्रवेश गरिसकेका छौँ। आजको यात्रा हाम्रो खोटाङ हलेसीसम्मको यात्रा गरेको नि करिब 5-6 घन्टा भइसक्यो। 6 घन्टाको अन्तर्गतमा हामी हेटौँडाबाट हर्कपुर ओखलढुङ्गा जिल्ला आइपुगेका छौँ। अहिलेसम्म हामीले हेटौँडा मकवानपुर जिल्ला छोड्यौँ, सिन्धुली जिल्ला छोड्यौँ, उदयपुर जिल्ला छोड्यौँ र अब खोटाङ यात्राको क्रममा हामी अहिले हिलेपानी भन्ने ठाउँमा आइपुग्यौँ। हिलेपानीबाट चाहिँ हामी यो बाटो जुन हामी देखिरहेका छौँ त्यो दाहिने भएर हामी ओखलढुङ्गा बजार पुग्छौँ भने देब्रेपट्टिबाट हामी हलेसी हुँदै खोटाङ हुँदै हलेसी दर्शन गर्न पुग्दैछौँ, जहाँ हलेसी महादेवको स्थान रहेको छ। त्यसलाई हामी देब्रेपट्टिबाट हजुरहरूले देखिरहनु भएको बाटो छ, त्यो नै हाम्रो अबको यात्रा हुनेछ। हस्, धन्यवाद, फेरि भेटौँला। हामी चाहिँ हिलेपानीबाट छुट्यौँ। हर्कपुरबाट बजारबाट हामी केही समयपछि हामी अहिले जयरामघाट आइपुगेका छौँ, जुन जयरामघाट जिल्ला। अब जयरामघाट भन्ने ठाउँबाट अब हामी ओखलढुङ्गा जिल्लालाई पनि छोडेर दुधकोशी नदी, जुन यहाँ देख्नुभएको छ दुधकोशी नदी पुल, अब दुधकोशी नदी हामी पारी अब बल्ल खोटाङ जिल्ला प्रवेश गर्छौँ।
करिब हामी 1 घण्टामा आइपुगेका छौँ। 1 घण्टामा हामी घुर्मीबाट हिँडेको 1 घण्टामा हामी जयराम घाट आइपुग्यौँ। जयराम घाटदेखि अब हामी खोटाङ जिल्ला प्रवेश गरिसकेका छौँ। अब यहाँबाट हामीलाई खोटाङ हलेसी पुग्न करिब 45 देखि 50 किलोमिटरको दूरीमा रहेको खोटाङ जिल्ला पुग्दैछौँ। खोटाङ जिल्ला पुगिसकेपछि त्यहाँ आज हामी बास बस्छौँ। अहिले रातको 8:30 करिब 8:30 भएको छ। हामी साँझ 7 बजेतिर यहाँ खोटाङको हलेसी मन्दिरतिर आइपुग्यौँ। यहाँ तपाईँहरूको मेरो अगाडि सामुन्ने अगाडि खोटाङ हलेसीको एउटा गुम्बा पनि छ। गुम्बासँगै यहाँ एउटा मन्दिर जुन हलेसी थान भन्ने मन्दिर रहेको छ। त्यो मन्दिर र गुम्बाको हाम्रो नेपालको पहिचान भनेकै हो। गुम्बासँगै मन्दिरसँगै गुम्बा धार्मिक सहिष्णुताको उच्चतम नमुनाको रूपमा रहेको यो खोटाङ हलेसी रहेको छ। यहाँको मनमोहक दृश्य अति नै लोभ्याउने खालको छ। हेर्नुहोस्, तपाईँहरूले सबैले हेर्न सक्नुहुन्छ। Okay. We finish data or not? हाम्रो हेटौडादेखिको खोटाङ हलेसीसम्मको यात्रामा लामो यात्रा तय गरेर अहिले हामी खोटाङको हलेसी मन्दिर छेउमा रहेको एउटा होटल स्टार भन्ने होटलमा आएर एकछिन आराम गर्दैछौँ। आराम गरिसकेपछि अब यस पछाडि हामी आराम गर्छौँ, खानापिना गरेर अनि मात्रै भोलि हामी हलेसी महादेवको दर्शन गर्छौँ र हजुरहरूलाई पनि हामी हलेसी महादेवको दर्शन गराउनेछौँ। हस्, धन्यवाद। शुभरात्रि। शुभरात्रि।